क्रिस्चियनहरूले भन्ने गर्छ नि अब अन्तिम समय आएको पृथ्वी ध्वस्त हुन्छ वैशाखको सिजनमा अब धेरै जस्तो जाडोहरू उम्रिँदैन नि त जाडोहरू मर्ने सिजन उम्रिँदैन प्लस अनि अब सबैतिर मकै चढ्छ जाडो चाहिँ खडै लाग्छ चाहिँ कहाँ निस्केको यो हात हल्लाउँदै यस्तो यस्तो भन्दै हुन्छ होला म चाहिँ चारो काट्नको लागि निस्केको अनि बाटोमा मैले चुचुरा भेटाएँ चुचुरा भने यस्तो यस्तो भन्दै सब्सक्राइब लाइक गर्दै हिँड्दै चाहिँ आफ्नै पारामा त्यो बाल त आयो चाप्पा चाप्पा पनि डान्स गर्दै हुन्थ्यो नि हामी निस्क्यौँ बारीतिर बारी पुगिसक्यौँ फाइनल्ली बारी पुगेपछि कुन झार काट्ने भन्दाखेरि मैले ठ्याक्क गीत गाएका गीत चाहिँ सुन्नु पहिले नै सानामा खानेकुरा देख्नु बित्तिकै हामी झम्टे जत्तिकै म झम्टियो होइन चारो देख्नु बित्तिकै चारो काट्न थालेँ अनि सोल्टिनीको र मेरो यतिखेर काम गर्ने कुरामा डिस्कस पर्दै थियो तपाईँको त यस्तो काम मेरो यस्तो काम भन्दै थिएँ अनि पहिले नै चाहिँ अब यस्तो हुन्थ्यो नि त शनिबार मात्र छुट्टी हुन्थ्यो प्लस स्कुल जान्थ्यौँ अनि शनिबार छुट्टी हुन्थ्यो शनिबारमा गएर मम्मीले घरि लुगा धुन लाउनुहुन्थ्यो घरि चारो खोज्नु लाउनुहुन्थ्यो घरि जहिले जङ्गल पठाउने घरको काम गरेरै दिन बित्थ्यो नि प्लस मैले चारो देखाउँदै थिएँ चारो चाहिँ इलामे चारो काट्न आएको तपाईँहरू के भन्नुहुन्छ थाहा भएन म चाहिँ इलामे चारोका भन्छु होइन अनि हामी बेला पारेँ चारोहरू बेला पारेँ अनि एउटा लाइटर जोडेको यसरी मलाई दिनु न भन्दै त्यो त मम्मीको हो भने चारो बेला पार्ने क्रममा टेम्पोवालालाई अनि हामीले जिस्काउँदै जिस्काउँदै थिएँ अनि सबै चारोहरू बेला पाऱ्यो ओरे अनि सोल्टिनमा चाहिँ हाँस्दै थियौँ किनभने त मेरो अहिले टिन आयो भन्ने एउटा उयो त्यतिकै भिडियो बनाएको थिएँ अनि सोल्टिनले पनि अब बनाउनु न जानु तपाईँ पनि यस्तो रिक्सामा कुदाएर भन्दै थियो नि हामी चाहिँ हाँस्दै मजा गऱ्यौँ अनि चाहिँ चारो बोकेँ चारो हेर्नु सक्नुहुन्छ यति नै हो अनि हामी चाहिँ घरतर्फ लाग्यौँ घर आइपुग्यौँ सोल्टिनी आफ्नै घर जानुभयो सोल्टिनीको घरमा काम थियो अनि प्लसमा चाहिँ अब चारो काटेर बेलुकाको लागि रेडी गर्नुपर्ने थियो नि त अनि चारोको लागि रेडी गरेँ सुतिरहेको चल्लाहरूलाई पनि खेलाएँ चारो काट्दाखेरि जहिले पनि हात काट्ने मेरो नर्मल हो होइन यो यतिमै मेरो ब्लग सक्यो यदि मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कुन पार्ट मन पर्यो कमेन्ट गर्न नबिर्सिनु होला एन्ड थ्याङ्क यू फर वाचिङ फुल भिडियो